लासो nga बिबिथिङ तामाङ ल्याङ्ग्वेज विथ भीम च्यानल ग्याम मकन्द फ्यापुला है छाजलो जोजोलापा पाङवन तिलिङा दोषी छार कन्टेन्ट बासी खाबल मुला भनेको चाहिँ आज म फेरि नयाँ कन्टेन्ट लिएर आएको छु है। गाला कन्टेन्ट चाहिँ इस्पा मुला थोलङ दोर्जी भर्सेस नर्जिङ दोर्जी छ है। नर्जिङ दोर्जीको चाहिँ पैसा चाहिँ थोलङ दोर्जीले चलाएको विषयमा नर्जिङ दोर्जी र थोलङ दोर्जी चाहिँ एउटा पैसा विषयमा हल्का उहाँहरूको बातचित चलिरहेको छ है। र अब तपाईँहरूलाई म यसको विषयमा दिँदैछु है। नर्जिङ तामाङ भर्सेस थोलङ दोर्जी। अब यहाँ नर्जिङ दोर्जीले सोध्दैछ थोलङ दोर्जी कहाँ छौ भन्दाखेरि चाहिँ थोलङ दोर्जी कहाँ छौ भने चाहिँ नर्जिङ दोर्जीले सोध्दैछ, नर्जिङ तामाङले सोध्दैछ है। थोलङ दोर्जी कहाँ छौ भन्दा चाहिँ थोलङ दोर्जी खानाङ मुला भनेर भन्न सकिन्छ है। थोलङ दोर्जी कहाँ छौ भन्दा चाहिँ थोलङ दोर्जी खानाङ मुला भनेर हामीले यसरी भन्न सकिन्छ। अब थोलङ दोर्जी बोल्दैछ म घरमै छु भन्दाखेरि चाहिँ गा धिम्रिन मुला भनेर भन्नु सकिन्छ। म घरमा छु मात्रै सिम्पल भन्दा गा धिम्री मुला, तर म घरमै छु भन्दाखेरि चाहिँ गा धिम्रिन मुला यसरी भन्नु सकिन्छ। फेरि नर्जिङ दोर्जी बोल्दैछ मलाई कहिले यता पनि दिनुहोस् न फोकस यता लेखेकोलाई पनि लेखेकोलाई मलाई कहिले भेट्ने भनेर चाहिँ नर्जिङ दोर्जीले बोल्दैछ अब है। अब उहाँहरूलाई नर्जिङ दोर्जीको पैसा चलाएको छ थोलङ दोर्जीले र नर्जिङ दोर्जीले चाहिँ अब पैसा माग्दैछ थोलङ दोर्जीसँग होइन। मलाई कहिले भेट्ने भन्दाखेरि चाहिँ गाँदा खाइमा स्याप्पा भनेर चाहिँ भन्न सकिन्छ नि है। मलाई कहिले भेट्ने भनेर चाहिँ गाँदा खाइमा स्याप्पा भनेर भन्न सकिन्छ। अनि अब थोलङ दोर्जीले भन्दैछ किन जोजो भन्दैछ, किन जोजो भन्दाखेरि तिले जोजो भनेर हामी भन्न सकिन्छ। किन जोजो भन्दा तिले जोजो भन्न सकिन्छ है हामी त्यसरी। अनि मेरो पैसा कहिले दिने त हो नर्जिङ दोर्जीको तामाङको चाहिँ थोलङ दोर्जीले पैसा लगाएको रहेछ, त्यसले त नर्जिङ दोर्जीले भन्दैछ अनि मेरो पैसा कहिले दिने त हो रिसको झकमा दिँदैछ। अब मेरो पैसा कहिले दिने गाला टाङ्गा खाइमा पिनबाउ भनेर चाहिँ दिँदैछ है नर्जिङ तामाङले। मेरो पैसा कहिले दिने भन्दाखेरि चाहिँ गाला टाङ्गा खाइमा पिनबाउ भन्दैछ। अन्त थोलङ दोर्जीले भन्दैछ हुन्छ जोजो दिइहाल्छु, हो हुन्छ जोजो दिइहाल्छु। त्यसो भन्दैछ के भन्नु पर्यो लासो जोजो पिनुन पिनबा भनेर हामी भन्न सकिन्छ। हुन्छ जोजो दिइहाल्छु भन्दाखेरि चाहिँ लासो जोजो पिनुन पिनबा भनेर चाहिँ भन्नु सकिन्छ। तिमीले छिटो दिनु भनेको थियो, तिमीले छिटै दिन्छु भनेको थियो भन्दैछ। नर्जिङ दोर्जीले के भन्दैछ तिमीले छिटो दिन्छु भनेको थियो भनेर भन्दैछ हो। सायद थोलङ दोर्जीले पैसा दिनु ढिलो गरे होला हो। अनि नर्जिङ दोर्जीले चार्ज गर्दैछ अब। अनि तिमीले त छिटो दिन्छु भनेको थियो भन्दैछ। भन्दाखेरि चाहिँ हामीले कसरी बोल्न सकिन्छ भाषामा आइसे योनन पिनबा पाङवाला मुम्बा भन्दैछ होइन। तिमीले छिटो दिन्छु भनेको थियो भन्दा चाहिँ आइसे योनन पिनबा पाङवाला मुम्बा भनेर हामीले भन्न सकिन्छ है। त्यसले अनि थोलङ दोर्जीले चाहिँ अब नर्जिङलाई भन्दैछ नर्जिङ तामाङ र थोलङ दोर्जी चाहिँ को बात हुँदैछ नि होइन। जो एक महिना पछि दिइहाल्छु भन्दैछ। अब थोलङ दोर्जीले फेरि अझै 1 महिना समय राख्दैछ। जो एक महिना पछि दिइहाल्छु भन्दैछ। जो लागि क्लिचा पिनुन पिनबा भन्दैछ होइन। के भन्दो रहेछ के भन्नुपर्दो रहेछ त्यसो भन्दा जो 1 महिना पछि दिइहाल्छु भन्नुपर्दा के भन्नु पर्यो जो लागि क्लिचा पिनुन पिनबा भनेर हामीले भन्नु सकिन्छ है। अनि फेरि नर्जिङ तामाङले भन्दैछ छिटो दिनुपर्छ है भन्दैछ हो। लास्टमा छिटो दिनुपर्छ है भन्दैछ है। भन्नुपर्दा के छिटो दिनुपर्छ है भन्दाखेरि चाहिँ कसरी भन्नु पर्यो हामीले आफ्नो भाषाबाट तामाङ भाषाबाट योना पिन्दो मुलाई भनेर चाहिँ भन्नु पर्यो नि होइन पैसा लाग्नेलाई। अब फेरि थोलङ दोर्जीले भन्दैछ नरिसाउनुहोस् न हो नरिसाउनुहोस् न भनेर भने चाहिँ बोमा आलासाइले भनेर के अरे भन्नु पर्यो नि हामीले होइन। नरिसाउनुहोस् न भनेर भन्नुपर्दा हामीले आफ्नो भाषाबाट बोमा आलासाइले भन्दा हामीले भन्नु सकिन्छ। ल आजलाई यति नै है। तपाईँलाई आज यति नै भिडियो लिएर आएको छु र तपाईँ जो पनि
यो भिडियोसँग नयाँ हुनुहुन्छ भने तपाईँले झट्टै लाइक सेयर सब्सक्राइब गरेर यो भिडियो मसँग जोडिनुहोस् है। र तपाईँले अनि जोडिनु भयो भने तपाईँले 2 शब्द भयो भने तपाईँले एउटा सिक्ने अवसर पाउनुहुनेछ। र अनि सक्दो तपाईँको आफ्नो जो चिउन को हुनुहुन्छ उहाँहरूलाई पनि तपाईँले सेयर गरिदिनुहोस् ताकि उहाँहरूले पनि 2 शब्द यो भिडियोबाट सिक्ने मौका पाउन् भन्दै। अनि तपाईँ कसैले पनि मलाई व्हाट्सएप मेसेज पठाउन चाहनुहुन्छ भने मेरो व्हाट्सएप नम्बर चाहिँ 9775408031। फेरि एकपल्ट है 9775408031। त्यसमा तपाईँले मलाई व्हाट्सएप भोइस मेसेज गर्नुहोस्, व्हाट्सएपबाट है भोइस मेसेज गर्नुहोस्। म त्यसमा तपाईँलाई त्यसको म एन्सर दिनु एकदमै तयारी छु भन्दै आजलाई लासो थोचेम।